यदि तपाईँ अहिले 15 देखि 20 वर्षको उमेरमा हुनुहुन्छ, आजको यो भिडियोले तपाईँको पुरा भविष्य बदल्न सक्छ। किनकि अधिकांश युवाहरूले एउटा यस्तो गल्ती गरिरहेका छन् जसले उनीहरूको सपना, पैसा, करियर, सम्बन्ध सबै बिस्तारै नष्ट गरिरहेको छ। र दुःखको कुरा के छ भने उनीहरूलाई आफू गलत बाटोमा हिँडिरहेको कुरा नै थाहा हुँदैन। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी कुरा गर्नेछौँ 20 वर्ष पुग्नु अघि युवाहरूले गर्ने सबैभन्दा ठुलो गल्ती। यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि अन्त्यमा म तपाईलाई एउटा यस्तो सत्य बताउने छु जसले तपाईको सोच्ने तरिका नै बदल्न सक्छ। युवाहरूले कस्तो गल्ती गर्छन् त? सबभन्दा पहिलो, समयलाई सस्तो सम्झिने गल्ती। धेरै युवाहरू सोच्छन् अहिले त उमेर छ, पछि गरौँला। तर यही सोच सबैभन्दा खतरनाक हुन्छ। 18 वर्षको उमेरमा समय धेरै भएको जस्तो लाग्छ, तर वास्तविकता के हो भने तपाईले जे गर्दै हुनुहुन्छ, आज तपाईले जे गर्दै हुनुहुन्छ त्यसैले तपाईको 25 वर्षको भविष्य बनाउँदैछ। आज दिनभर मोबाइल स्क्रोल गर्ने बानी भोलि तपाईको ध्यान नष्ट गर्छ। आज पढाइलाई व्यवस्था गर्ने बानीले भोलि अवसर गुमाउँछ। आज मेहनत नगर्ने बानी भोलि पछुतो बन्छ। नम्बर 2, सोशल मिडियाको लत। युवाहरूले के गल्ती गर्छन् त भन्दा सोशल मिडिया। आजको युवा सबैभन्दा धेरै कहाँ हराइरहेको छ त भन्दा सोशल मिडियामा। एउटा भिडियो, अर्को भिडियो, एउटा रिल, अर्को रिल हेर्दा हेर्दै 5 घण्टा बितिसकेको हुन्छ। तर सोच्नुहोस्, त्यो 5 घण्टामा तपाईले एउटा नयाँ स्किल सिक्न सक्नुहुन्थ्यो, पैसा कमाउने उपाय सिक्न सक्नुहुन्थ्यो, आफ्नो शरीर, दिमाग, भविष्य सुधार्न सक्नुहुन्थ्यो। सोशल मिडिया नराम्रो होइन, तर आफ्नो सपना बिर्सिने गरी त्यसमा हराउनु त्यो नै सबैभन्दा ठुलो खतरा हो। तेस्रो गल्ती, गलत साथीहरूको प्रभाव। तपाईको भविष्य धेरै हदसम्म तपाईले कसको साथमा बस्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छ। यदि तपाईका साथीहरू दिनभर गफ, गेम, नशा र अरूलाई मजाक बनाउनमै व्यस्त छन् भने बिस्तारै तपाई पनि त्यस्तै बन्नुहुन्छ। गरुडसँग उड्ने चरा आकाशमा पुग्छ, कागसँग बस्ने चरा फोहोरमै रमाउँछ। साथी यस्तो छान्नुहोस् जसले तपाईलाई अगाडि बढ्न प्रेरणा दियोस्। नम्बर 4, पैसा र स्किलको महत्त्व नबुझ्ने गल्ती। धेरै युवाहरू 20 वर्ष पुग्दासम्म एउटा पनि उपयोगी स्किल सिकेका हुँदैनन्। स्कुलले सबै कुरा सिकाउँदैन। जीवनमा सफल हुन कम्युनिकेसन, मनी, म्यानेजमेन्ट, टेक्नोलोजी, डिसिप्लिन यी स्किल आवश्यक पर्छ। आज दुनियाँ बदलिएको छ। मोबाइलबाटै पैसा कमाउन सकिन्छ, तर धेरै युवाहरू केवल इन्टरटेनमेन्टमा समय खर्च गरिरहेका छन्। नम्बर 5, आफूलाई कमजोर ठान्ने गल्ती। धेरै युवाहरू आफूलाई अरूसँग तुलना गर्छन्। उनीहरू सोच्छन् म त खासै राम्रो छैन, मबाट केही हुँदैन। तर याद राख्नुहोस्, हरेक मानिस कुनै समय सामान्य नै थियो। फरक केवल एउटा थियो, त्यो हो हार मानेन। तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यो अन्तिम ठाउँ होइन। यदि तपाईले आज निर्णय लिनुभयो भने तपाईको भविष्य बदलिन सक्छ। दर्शकबिन, कल्पना गर्नुहोस्, 10 वर्षपछि तपाईँ आफ्नो जीवन फर्केर हेर्दै हुनुहुन्छ र सोच्नुभयो, काश मैले त्यो समयमा समय बर्बाद नगरेको भए, मैले आफूलाई सुधार्न सुरु गरेको भए भनेर। त्यो पछुतो संसारकै सबैभन्दा भारी पीडादायक हुनेछ। दर्शकबिन, यदि तपाईँ अहिले जवान हुनुहुन्छ भने तपाईसँग एउटा शक्ति छ जुन फेरि कहिल्यै फर्केर आउँदैन, त्यो हो समय। आजदेखि एउटा निर्णय लिनुहोस्, थोरै भए पनि हरेक दिन आफूलाई सुधार्ने। 1 घण्टा स्किल सिक्नुहोस्, 1 घण्टा शरीरका लागि दिनुहोस्, 1 घण्टा भविष्यका लागि सोच्नुहोस्, किनकि 20 वर्ष पुग्नु अघि तपाईले गर्ने सही निर्णयले पुरा जीवन बदल्न सक्छ। दर्शकबिन, यदि यो भिडियोले तपाईलाई केही महसुस गरायो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र मोटिभेसनल भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। सम्झनुहोस्, मानिसहरू अचानक बन्दैनन्, उनीहरू हरेक दिन आफूलाई सुधार्दै जान्छन्। धन्यवाद।